आज हामीले एउटा सरी वर्डले जोगाएको सम्बन्धको कुरा गरौँ। एक समय दुईजना मिल्ने साथी थिए, आरब र समीर। उनीहरू सँगै हुर्केका थिए, सँगै सपना देखेका थिए अनि जीवनका धेरै उतार चढाव पनि सँगै पार गरेका थिए। तर एक दिन एउटा सानो गल्ती बुझाइले उनीहरूको सम्बन्धमा ठुलो दरार ल्याउँछ। आरबले रिसको बेला केही कठोर शब्द बोल्यो, समीरलाई ती शब्दले निकै चोट पुर्यायो। अब दुवैको मनमा कुरा थियो तर कसैले पनि पहिला बोल्न चाहेन, किनभने दिन बित्दै गए, दुवैलाई एकअर्काको याद आउँथ्यो तर मनभित्रको इगोले भन्थ्यो कि गल्ती उसको हो, म किन बोल्ने। समय बित्दै जाँदाखेरि एउटा सानो मिसअन्डरस्ट्यान्डिङले ठुलो पर्खाल बनायो। एक दिन समीरको बुवा अचानक बिरामी पर्नुभयो। उसको अस्पतालको कोठा बाहिर समीर एक्लै बसेर रोइरहेको थियो। त्यही बेला उसको काँधमा कसैले हात राख्यो। त्यो थियो आरब। अनि समीरले केही भन्न सकेन। आरबले चाहिँ उसको हात समात्दै भन्यो, मलाई थाहा छ म ढिलो आएँ, अब मैले बोलेको शब्दहरू म फिर्ता लिन त सक्दिनँ तर तिमीलाई गुमाउन पनि चाहन्न, आइएम सरी भनेर भन्यो। अनि समीरको आँखाबाट आँसु झर्यो। उसले आरबलाई अँगालो हाल्दै भन्यो, म पनि तिमीसँग बोल्न चाहन्थेँ तर मेरो इगोले चाहिँ मलाई रोकिरहेको थियो। त्यो दिन उनीहरूले महसुस गरे कि समस्या त्यस्तो बिग त होइन, तर हामी नबोल्नाले, मौन रहनाले होइन चाहिँ यो डिस्टेन्स बनाएको थियो। अब गल्ती गम्भीर त थिएन तर अहङ्कार बलियो थियो। सम्बन्ध टुट्न लागेको थियो तर एउटा सानो संवाद र सच्चा माफी अथवा सरीले सबै कुरा फेरि सरल बनाइदियो। जीवनमा धेरै सम्बन्ध समस्या भएर टुट्दैनन्, कुरा नगरेर टुट्छन्। कहिलेकाहीँ हामी सही साबित हुन खोज्दा आफ्नै मान्छे गुमाइरहेका हुन्छौँ। त्यसैले मनमा कुरा छ भने बोल्नुपर्छ, कम्युनिकेट गर्नुपर्छ। गल्ती भएको छ भने पनि स्वीकार गर्नुपर्छ। कसैले माफी मागेको छ भने होइन क्षमा गर्न सिक्नुपर्छ, किनकि कम्युनिकेसनले मिसअन्डरस्ट्यान्डिङ हटाउँछ र फर्गिभनेसले मनको भारी हल्का बनाउँछ। त्यसैले हामीले सधैँ सम्झिनुपर्छ कि सम्बन्धमा जित्नु ठुलो कुरा होइन, सम्बन्ध जोगाउनु ठुलो कुरा हो। कम्युनिकेसन र फर्गिभनेस भयो भने जीवनका धेरै जटिल कुराहरू आफै सरल बन्दै जान्छन्।